नमस्ते साथीहरू, स्वागत छ आजको भिडियोमा। हामी कुरा गर्दैछौँ सबैले सुन्न चाहने तर धेरैले बुझ्न नसक्ने विषय, पैसाको मनोविज्ञान अर्थात् द साइकोलोजी अफ मनी। यस पुस्तकले सिकाउँछ पैसा मात्र कसरी कमाउने भनेर होइन कि कसरी सोच्ने, कसरी व्यवहार गर्ने र कसरी जीवनभर धन टिकाइराख्ने। यदि तपाईँले यो भिडियो अन्तिमसम्म हेर्नुभयो भने पैसासँग तपाईँको सम्बन्ध नै बदलिन्छ। पैसा कमाउनु र पैसा राख्नु दुई फरक कुरा। साथीहरू, पैसा कमाउन धेरै मानिस सक्षम हुन्छन्। तपाईँले पनि कहिलेकाहीँ सुनेको हुनुपर्छ, फलानाले त धेरै कमाउँछ तर उसँग बचत किन छैन। कारण एकदमै सरल छ। पैसा कमाउनु क्षमता हो तर पैसा जोगाउनु क्यारेक्टर हो। पैसा कमाउन बुद्धि चाहिन्छ, पैसा बचत गर्न डिसिप्लिन, इगो कन्ट्रोल र भोलिको डर व्यवस्थापन चाहिन्छ। धेरैले पैसा कमाउन त जान्छन् तर पैसा बचत गर्न जान्दैन। लक र रिक्स, जीवनको दुई अदृश्य खेल। पुस्तक भन्छ अरूको सफलता देखेर तुलना नगर्नुहोस्, किनकि सफलता कहिलेकाहीँ भाग्यले पनि बनाउँछ। बिल गेट्स सफल भए तर बिल गेट्स भएको स्कुलमा अर्को विद्यार्थी केही सफल हुन पाएन। यसको मतलब सफलतामा भाग्य, असफलतामा जोखिम दुवै हुन्छ। तपाईँले मात्र मेहनत देख्नु भएको छ तर जीवनमा नदेखिने भाग्य र जोखिम पनि ठुलो भूमिका खेल्छ। त्यसैले तुलना नगर्नुहोस्, आफ्नो बाटो हिँड्नुहोस्। समय नै सबैभन्दा ठुलो स्वतन्त्रता र धनले नै यो दिलाउँछ। धेरै मानिसलाई लाग्छ धनी बन्ने मतलब महँगो कार, ब्रान्डेड कपडा, ठुलो घर। तर पुस्तक भन्छ सबैभन्दा ठुलो स्वतन्त्रता भनेको आफ्नो समयमा नियन्त्रण। जस्तै आफूलाई मन लागेको समयमा उठ्नु, काम गर्न मन लाग्दा मात्र काम गर्नु, कसैको दबावमा होइन, आफ्नो मन अनुसार निर्णय लिनु। यही नै वास्तविक स्वतन्त्रता हो र पैसा नै त्यसको साधन हो। कम्पाउन्डिङ, समयले पैसा बढाउँछ। साथीहरू, यो कुरा सुन्दा सानो लाग्छ तर बुझ्दा जीवन बदलिन्छ। थोरै पैसा भए पनि आज बचत र लगानी सुरु गर्यो भने 10-20 वर्षमा त्यो पैसा दोगुना चौगुना मात्र हुँदैन, अकल्पनीय स्तरमा बढ्छ। कम्पाउन्डिङ भनेको पैसाले पैसा बनाउने छेन र यसको रहस्य केवल धैर्य नै हो। बढोस् घटोस्, लामो समयसम्म निरन्तरता। इनफ बुझ्ने मान्छे नै धनी। संसारमा दुई प्रकारका मानिस हुन्छन्, जो आफूसँग जे छ त्यसमै सन्तुष्टि हुने र अरूको देखेर ईर्ष्या गर्ने। किनकि कहिले इनफ छैन। अर्काले किन्दा कार, मलाई पनि चाहिन्छ। अर्काले घर बनाए, मलाई पनि चाहिन्छ। द साइकोलोजी अफ मनी भन्छ इनफ भन्न सक्ने मन नै सबैभन्दा ठुलो सम्पत्ति हो र सन्तुष्टि नै ठुलो धन हो। सबैको जीवन फरक र योजना फरक। किन हामी अरू जस्तै भइदिन्छौँ? किन हामी उनीहरूको जीवन जस्तो बनाउन खोज्छौँ? तर पुस्तक भन्छ सबैको कमाइ फरक, जिम्मेवारी फरक, लक्ष्य फरक। त्यसैले अरूलाई देखेर होइन, आफ्नो जीवन अनुसार योजना बनाउनुहोस्। साथीहरू, पैसा भन्न साथ सबैले एउटा नम्बर माथि देख्छन् तर पैसा भनेको मनोविज्ञान हो। तपाईँ कसरी सोच्नुहुन्छ, कसरी व्यवहार गर्नुहुन्छ र कसरी निर्णय लिनुहुन्छ, यही नै तपाईँलाई धनी बनाउँछ। यदि तपाईँले आज सिकेको कुरा लागू गर्नुभयो भने फर्किनु पर्दैन, तपाईँको भविष्य बदलिन्छ। भिडियो मन पर्यो भने लाइक, सेयर, कमेन्ट गर्न नबिर्सिनुहोस् अनि यस्तै प्रेरणादायी सामग्रीका लागि च्यानल सब्सक्राइब गर्न नबिर्सिनुहोस्। धन्यवाद।